मान्छेले तपाईँलाई राम्रो व्यवहार गर्ला, तपाईँ राम्रो हुनुहोला। अब जस्तै म पनि तपाईँलाई राम्रो सोध्छु नि, अब कोही तपाईँको पनि दुश्मन होला, कसैले नराम्रो भन्ला, त्यस्तो हुन्छ क्या। त्यही भएर मैले तपाईँलाई नराम्रो भन्न खोजेँ होइन। मैले हजुरलाई त म नराम्रो कहिले भन्नै सक्दिनँ होइन। हजुर मेरो राम्रो साथी हुनुहुन्छ अहिलेदेखि होइन, भोलिदेखि होइन त्यस्तो भन्न खोजेँ होइन। म त खासमा भन्नुपर्दा मलाई केटाहरूको कुरा विश्वासै लाग्दैन होइन है। मैले कसलाई चिन्यो भनेर भन्नै पर्दैन, मलाई केटीहरूसँग सरकारै छैन होइन। त्यो केटीहरूको त मलाई मतलबै भएन, केटाहरूले भनेको कुरा क्या। यो म तिमीलाई मन पराउँछु, म तिमीलाई माया गर्छु, मलाई तिमी मनपर्छ भन्दा त यो त मेरो लागि मजाक हो, साँच्ची हो। म यो कुरालाई कहिले नि सिरियस लिँदिनँ। यहाँ आएर ब्रडमा आएर मलाई मन पराउँछु, म तिमीलाई लास्ट टाइम मलाई तिमी राम्रो लाग्छ भनेर भन्यो भने म त्यो मान्छेप्रति त्यो इम्प्रेस पनि हुनेवाला छैन होइन। न म इम्प्रेस हुन्छु न म बोल्छु, जेसुकै होस् के, म बोल्दिनँ। म त्यो जरुरतै सम्झिन्न, बोल्दा नि बोल्दिनँ हेर्नु। त्यो त्यस्तो तारिफ गर्ने दिनमा अब आउँछन् न। अब म पुरा होइन, मैले साँच्ची भने अब म अहिले पो एकछिन 1 घन्टा 2 घन्टा लाइभ बसेछु होइन। अब म यो 1 घन्टा 2 घन्टा लाइभ नबसेर म 4-5 घन्टा लाइभ बस्यो भने 4-5 घन्टामा 40-50 जनाले भनिरहेको हुन्छ क्या, सेम। त्यही भएर म यो कुराले इम्प्रेस चाहिँ हुँदिनँ। तपाईँ त मेरो राम्रो साथी हुनुहुन्छ, तपाईँलाई थाहा छ मेरो नेचर म कस्तो छु भनेर होइन। ब्लडमा जतिसुकै जिस्कोस् मलाई मतलब भएन। यो मलाई तिमी मनपर्छ, मलाई तिमी साह्रै राम्रो लाग्छ, तिम्रो यो राम्रो त्यो राम्रो, तिमी यस्तो देख्छौ त्यस्तो देख्छौ, त्यस्तो हो क्या। मलाई यो कुरामा यस्तो कुराले चाहिँ म इम्प्रेस पनि हुँदिनँ। मेरो हजुर त एकदम राम्रो मान्छे हो सबैजी, मैले नराम्रो भन्न खोजेँ होइन कि। कन्फर्म झापाली हो तिमीले, प्योर काभ्रेली हो म, प्योर काभ्रेली। के को झापाली नि, झापाली सापाली होइन, एकदम काभ्रेली हो। मेरो जन्मघर काभ्रे हो होइन, म हुर्किएको काठमाडौँमा, त्यही हो कुरा। के म त खासमा मलाई तारिफ गरेर फकाउनु खोज्ने मान्छेहरूदेखि चाहिँ तरस आउँछ, अरूदेखि त मलाई केही लाग्दैन। साँच्ची हो नि, कसम। मलाई त अरू केही लाग्दैन के। मलाई जसले तारिफ गरेर फकाउँछु भनेर सोचिरहन्छ नि, त्यो मान्छे चाहिँ त्यो मान्छेदेखि चाहिँ मलाई तरस आउँछ हो, त्यस्तो मान्छे है। तारिफ गरेको छ कहाँ हजुरको कुरा गरे हो त नि।